कुटी गर्न लागेको गरी भयो साह्रै। तर मैले छालाहरू खान्न नि बाबु हो नानी हो। कति धेरै फालेको हेर त मैले छाला है। च्याङ्ग्राको मासु हो केही है त। दसैँ लायो के गर्ने, सबैले खाएपछि खानै पर्यो। मासु कुखुराको मासु भने नि टुट्दैन। फेरि यो दसैँ भनेपछि किन होला है, फेरि मासु एकैचोटि ल्याउन पर्ने के, सबैले किन्ने रे के हो नियम यस्तो, केही बुझ्नै सक्दैन हो। अरू बेला त किलो किलो लिएर खाने रे, यो दसैँ भनी साथ एकैचोटि लिएर धेरै सुकाएर खाने रे, दसैँमा खाने रे, तिहारसम्मलाई पुर्याउने रे भनी चलन रहेछ बा हो। म त थाहै थिएन। अनि मैले नि लौता दसैँको मासु तिहारमा खान पर्छ रे भन्छ होइन। तर गाउँघरमा पो कालात्री गर्छ अनि मालसिरी गाएर गर्छ। यहाँ त मालसिरी गाउँदैन, भैँसी काट्दा हो मालसिरी गाउँथ्यो। हाम्रो यहाँ त यत्तिकै काट्ने हो गाइज होइन, यत्तिकै काट्छ। ल म त एकदम गर्मी भयो हो। खाली खाली कोठामा सुकुटी गरेको भित्र जान्छ गर्मी भयो। म त तिहारमा कति गर्मी भयो, कति राम्रो गीत आएको छ है। दसैँको गीत हेर्ने बस्ने। ओके बाई बाई है सबैजनालाई। ह्याप्पी दसैँ कान्छी गुरुङको तर्फबाट।